कम्युनिस्टको बजेट होइन भन्नुहुन्छ। तपाईँ सामाजिक सुरक्षा भत्ता कटाएर देखाउनुहोस् त, सक्नुहुन्छ? वृद्ध भत्ता कटाउनुहोस्, एकल महिला भत्ता कटाउनुहोस्, दलितहरूलाई दिएको भत्ता कटाउनुहोस्, पुरा बालबालिकाहरूलाई दिएको छात्रवृत्ति कटाउनुहोस्। यो कम्युनिस्ट सरकारले दिएको छात्रवृत्ति यो सामाजिक सुरक्षा भत्ता थियो। भर्खरै यो बजेट चलिरहँदा करका दरमा हेरफेर गर्ने र दुईटा गम्भीर चाहिँ स्क्यान्डलहरू काण्डहरू यहाँ भयो। एउटा करका दरमा हेरफेर गर्ने, यो एक प्रकारको राज्यद्रोह हो, एक प्रकारको चाहिँ यो अराजकता हो, एक प्रकारको नीतिगत भ्रष्टाचार हो। र सँगसँगै BYD गाडी, ठुलो सङ्ख्यामा BYD गाडीको प्रवेश। म विगतको अलिकति स्मरण गर्न चाहन्छु। विगतमा यस्ता खालका प्रश्नहरू उठ्दा मान्य मन्त्रीहरूका सन्दर्भमा हो, त्यस कारणले पनि उहाँ कम्युनिस्ट होइन र कम्युनिस्टको बजेट होइन भन्ने कुरा प्रमाणित हुन्छ। कम्युनिस्ट नेताहरूले मान्य अर्थमन्त्री, त्यतिखेरका अर्थमन्त्री जनार्दन शर्मालाई म सम्झन चाहन्छु। उहाँको चाहिँ अर्थमन्त्री हुँदाखेरि यस्तै खालको एउटा प्रश्न उठ्यो, उहाँले राजीनामा दिनुभयो, आफ्नो कुराको डिफेन्स गर्नुभयो तर राजीनामा दिनु। त्यसै गरी हाम्रा चाहिँ त्यतिखेर एमालेका तर्फबाट मन्त्री भएका गोकुल बास्कोटाका सन्दर्भमा, शेरबहादुर तामाङका सन्दर्भमा प्रश्नहरू उठे, उहाँहरूले चाहिँ नैतिकता आधारमा राजीनामा दिनु। अनि अहिलेको अर्थमन्त्रीले धम्क्याउँदै हुनुहुन्छ सांसदहरू, तपाईँहरूको पनि काण्ड खोलिदिन्छु, धम्क्याउँदै हुनुहुन्छ। राजीनामा दिने कुराको त परजाओस्, छानबिन समिति गठन गर्ने कुरा त धेरै परजाओस्। म मान्य अर्थमन्त्रीज्यूको पनि हितमा हुन्छ, म अनुरोध गर्न चाहन्छु उहाँलाई चाहिँ आफूलाई क्लियरिफाई गर्ने कुरा पनि हो र उहाँले हामीलाई चुनौती दिनुहुन्छ। म भन्न चाहन्छु, हिजो पनि हामीले भनेका छौँ, हिजो एमाले सरकारमा हुँदा अथवा विगतमा तपाईँहरूले भन्ने गरेको 35 वर्षमा जे जति काण्ड छन् म आज यो राष्ट्रबाट भन्न चाहन्छु, सबै ओपन गरियोस् र सबै खोलियोस्, त्यहाँ खोलियोस्। तर सँगसँगै यो म एकदम विनम्रताका साथ सम्मानपूर्वक सम्मान्य सभामुख महोदय मार्फत म अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु र चुनौती पेश गर्न चाहन्छु, संसदीय छानबिन समिति गरेर देखाइयोस् यो विषयमा। मान्य अर्थमन्त्रीको जुन BYD गाडीको विषय छ, करका दर हेरफेर गरिएको कुरा छ, यस विषयमा चाहिँ एउटा संसदीय छानबिन समितिको आवश्यकता परेको छ। यो संसदीय छानबिन समिति बनाउनका लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी मान्य अर्थमन्त्रीलाई म अर्को सम्मानपूर्वक अर्को एउटा चुनौती पेश गर्न चाहन्छु। कम्युनिस्टको बजेट होइन भन्नुहुन्छ, तपाईँ सामाजिक सुरक्षा भत्ता कटाएर देखाउनुहोस् त, सक्नुहुन्छ? वृद्ध भत्ता कटाउनुहोस्, एकल महिला भत्ता कटाउनुहोस्, दलितहरूलाई दिएको भत्ता कटाउनुहोस्, पुरा बालबालिकाहरूलाई दिएको छात्रवृत्ति कटाउनुहोस्। यो कम्युनिस्ट सरकारले दिएको छात्रवृत्ति यो सामाजिक सुरक्षा भत्ता थियो। कम्युनिस्टको बजेट होइन भन्नुहुन्छ? मान्य अर्थमन्त्रीज्यू, जननेता मदन भण्डारले भन्नुहुन्छ, जीवनको रङ हरियो हुन्छ, सिद्धान्तको रङ खैरो हुन्छ र जीवनका लागि सिद्धान्त हुनुपर्छ, सिद्धान्तका लागि जीवन होइन। हामी त्यो कुरामा विश्वास गर्छौँ। मान्य अर्थमन्त्रीज्यूको विद्वता हार्वर्डमा पढ्दाखेरि, अक्सफोर्डमा पढ्दाखेरि, क्याम्ब्रिजमा पढ्दाखेरि, ठुला विश्वविद्यालयमा पढ्दाखेरि देखियो होला। तर नेपालको भूगोल, यहाँको हावापानी, यहाँको माटो, यहाँको विविधता, यहाँका विभेदहरू, यहाँको चाहिँ एथनिसिटी, यहाँका चाहिँ समस्याहरूलाई चाहिँ गहिरोसँग बुझेको त्यो विद्वताले देखिएन मान्य अर्थमन्त्रीज्यू।